स्वर्गको लोभ र मुक्तिको प्रलोभनमा परेर अन्धाधुन्ध रूपमा इसाई बनेका हाम्रा तामाङ दाजुभाइ तथा दिदीबहिनीहरूले पहिला एक गहिरो कुरा बुझ्न जरुरी छ। बुद्धले भन्नुहुन्छ, मैले भनेको कुरा हो भनेर मात्र नमान, बरु त्यस विषयमा अध्ययन गर, अनुसन्धान गर, अभ्यास गर अनि त्यसको अनुभूति प्राप्त गर। त्यसपछि मात्र त्यसमा सत्यका रूपमा स्वीकार गर। जसरी सुनवारले सुनलाई तीन तहमा घोटेर, पोलाएर र काटेर परीक्षण गरेपछि मात्र त्यसलाई असली सुन ठहराउँछ, त्यसै गरी हामीले पनि कुनै पनि धर्म, विचार वा विश्वासलाई अध्ययन, विश्लेषण र अनुभव बिना ग्रहण गर्नु हुँदैन। हामी तामाङ समुदाय परपूर्वकालदेखि नै बौद्ध धर्मसँग गहिरो सम्बन्ध राख्दै आएका हौं। त्यसैले अरूको भनाइमा अन्धो भएर धर्म परिवर्तन गर्नु बुद्ध धर्मको शिक्षाको मर्म विपरीत हुन्छ। पहिला आफ्नो बौद्ध दर्शनलाई बुझ्ने, अध्ययन गर्ने र अभ्यास गर्ने प्रयास गरौं, तब मात्र हामीलाई थाहा हुनेछ सत्य मुक्ति बाहिरी स्वर्गमा होइन, आफ्नै चेतनाको जागरणमा निहित छ। ला सोफिया कुल्ला।